हामी आइयो। हजुर नमस्ते। नमस्ते गुरु। नमस्ते बाबु। हजुरको छोराहरू ए ल ठिक छ, आउनु यति बसौँ, आउनु हो बाबुहरू पनि आउनु, ल यति बसौँ ल। ल आउनुहोस् बस्नु। स्वागत छ ल, बाबुहरूलाई पनि स्वागत छ। उपकार गर्दै हिँड्दै गर्ने, कहिलेकाहीँ त मसँग पनि भेटियो नि होइन। ल ठिक छ केही भएन, कहिलेकाहीँ भुलचुक भइहाल्छ होइन, मान्छे हो, कहिलेकाहीँ सोच विचारहरू पनि बदलिन्छन्, के हुन्छ है। ठिक छ केही भएन। अनि हजुरहरूको बाबाले चाहिँ साह्रै गुनासो गर्नुभयो, अनि बाबासँग आउने साथी जुन उहाँ मार्फत आउनुभएको थियो बाबा, मेरो बारेमा उहाँलाई थाहा रहेछ। उहाँले चाहिँ हजुरहरूको बाबालाई सबै कुरा जानकारी गराएर अनि फेरि बाबाले आउनुभएको थियो हजुरहरूको बारेमा। र हजुरको बाबाले भन्दैन, हजुरको बाबाले त आफ्नो छोराछोरीको बारेमा त्यति नराम्रा कुरा त गर्नुहुन्न होइन, तर उहाँले चाहिँ जुन बाबालाई लिएर आउनुभएको थियो उहाँले चाहिँ सबै कुरो बताउनु भयो। अनि मैले कुरो बुझेँ, अनि तपाईँहरू नै हुनुहुन्छ भन्ने चाहिँ मलाई थाहा थिएन, तर देख्दाखेरि अलि अचम्म लाग्यो। ठिकै छ, राम्रो सुध्रिनुपर्छ है अब चाहिँ। ल ठिक छ। हजुरलाई मैले चिना लिएर आउनु भनेको थिएँ, चिना त ल्याउनु भयो होला पनि। ल दिनु त, हेर्न त मैले मोटामोटी हेरिसकेको छु अस्ति हजुरले भनिसकेपछि, तर फेरि पनि यसो हेरौँ न त। मनको एउटा भिभिरको मेटिङ छ है, यो दिलीप बाबुको है, कान्छो सुदीप भन्नुभएको थियो होइन। ल ठिक छ, चिना चाहिँ जहिले पनि अलग अलग राख्नुपर्छ है, छोराछोरी जो जसको भए पनि एकै ठाउँ राख्ने पनि गर जुत्छन् भन्छन् होइन, त्यही भएर पनि त्यसको असर पनि हुनसक्छ, त्यसैले जहिले पनि अलग अलग राख्ने गर्नु है त। ठिक छ ल, राम्रो। राम्रोसँग हेर्नुहोस् है गुरुजी, राम्रोसँग हेर्नुहोस्। ल यसमा जे छ त्यही हेर्ने हो, यसमा अब राम्रो र नराम्रो भन्ने चाहिँ हुँदैन। अब यसमा अब लिएर आएको जे जन्मिँदाखेरि राशि, अब ग्रह नक्षत्र जे छन् त्यही जे छ त्यही हेर्ने हो। अब त्यो बेलामा जे लेखियो जन्मदै लिएर आउने भाग्य भन्ने कुरा चाहिँ, कर्म भन्ने कुरा अब गरेपछि फल पाउने कुरा हो। ठिक छ, दिलीप बाबुको ग्रह अब चाहिँ सुध्रिने क्रममा छ। अब यसो राम्रो कर्ममा र राम्रो सङ्गत भयो भने चाहिँ राम्रै हुन्छ दिलीप बाबुको। अनि सुदीप बाबुको चाहिँ अबको 6 महिनापछि चाहिँ राम्रै उन्नति प्रगति हुने खालको एउटा बाटो भेटिन्छ, नआत्तिनु। यो ग्रह नक्षत्र अनि यिनी सङ्गतले पनि प्रभाव पार्छ हेर्नु होइन। यो चिनामा यस्तो उस्तो भन्नुभन्दा पनि अर्को कुरा फेरि के हुन्छ भने नि हजुर, यो चिनामा ठिकै देखेँ मैले होइन, अब केही नराम्रा ग्रह त रहेछन् होइन, अब तिनी पार भइसकेका छन्। अर्को कुरा फेरि अब कर्मलाई धेरै फोकस गर्नु। अब भाग्यमा भएको कुरा चाहिँ कसैले मेटेर मेटिँदैन, कसैले खोसेर खोसिँदैन, भएको आउँछ, नभएको त्यो कसै गरे पनि सम्हालिँदैन, नलेखेको जान्छ नै। पूजा सुजा चाहिँ ग्रह शान्ति गरेको चाहिँ राम्रो हो, गर्दा चाहिँ अति उत्तम हुन्छ। ग्रह शान्ति भनेको जस्तै कहिलेकाहीँ गर्मी हुन्छ होइन, छायामा गएर बसिन्छ, जाडो हुन्छ न्यानोमा बसिन्छ, कहिलेकाहीँ बाढी आउँछ, पहिरो आउँछ, त्यसलाई छेकथुन गरिन्छ, त्यस्तै खालको एउटा हुने त हुन्छ नै, तर छेकथुन गरे जस्तै हो। यो पनि ग्रह शान्ति गर्नु पनि राम्रो कुरा हो, तर पनि कर्मलाई चाहिँ एकदम प्राथमिकता दिनुपर्छ होइन, मेन कुरा चाहिँ। बाँकी चाहिँ अब संस्कारले पनि फरक पार्छ हेर्नुहोस् होइन, कस्तो संस्कारमा हुर्कियो। अर्को कुरा संस्कारले मात्र नभएर समाजमा के कसो तरिकाले हुर्किएको छ, समाजमा कस्ता खालका साथीहरू छन्, अनि सङ्गत कस्तो छ,
अब के गतिविधिहरू गर्दै आइरहेका छन्, त्यसले पनि प्रभाव पार्छ हेर्नु होइन। त्यस्तो त केही छैन, राम्रै छ नि, राम्रै छ, एकदम शान्ति छ, शान्ति छ। तर अब यसरी बिग्रनुको कारणहरू चाहिँ अब केही न केही असर त केही न केही प्रभाव त परेर होला होइन। सङ्गतले पनि देख्दा बाहिर राम्रै देखिन्छ तर भित्रभित्र सङ्गत गलत पनि हुनसक्छ नि त, त्यो भएर अब प्रभाव पर्यो होला। तर ठिक छ, सबै कुरा राम्रो छ। अब यसो गर्नु, अब मेरो सल्लाह चाहिँ अब सबै कुरा राम्रै रहेछ। अब केही समय पहिला नराम्रा ग्रह पनि चलेका रहेछन् होइन। तर राहु केतु शनि यताउता भनिन्छ नि होइन, यो राम्रो नराम्रो यस्तो उस्तो भनिन्छ। तर नराम्रा ग्रह भने तापनि शनि केतु राहुलाई, तर त्यो बेलामा चाहिँ राम्रो काम गर्ने र राम्रो सङ्गत मिल्यो भने राम्रै राम्रो हुन्छ हेर्नुहोस् होइन। यदि गलत सङ्गत मिल्यो भने चाहिँ त्यो बेलामा दिशानिर्देश कसले कसरी गर्छ भन्ने कुरा हुन्छ। त्यो बेलामा दिशानिर्देश राम्रो भयो भने, पायो भने राम्रै हुन्छ। त्यो बेलामा चाहिँ पाएनछन् बाबुहरूले होइन, अब चाहिँ राम्रोसँग गाइड गर्नु पर्यो कि दिशानिर्देश राम्रो दिनु पर्यो। अनि सुन्नु, बाबुहरूले पनि सुन्नु है, राम्रोसँग सुन्नु, यो एकदम गहिरो कुरा हो। अब कहिलेकाहीँ भौतारिन्छ, विचलित भइन्छ, गलत सङ्गत यताउता खानपिन भनौँ न। अब त्यस्तै कारणले यो उमेरसम्म त बाबुहरू अब धेरै प्रगति गरिसक्नु पर्ने हो। तर अब अहिलेसम्म यताउति हल्लिँदै, अब मैले पनि कहिलेकाहीँ भेटेको थिएँ, कहिलेकाहीँ हल्लिँदै र कहिलेकाहीँ अब यसो हात लम्काउँदै गरेको पनि मैले भेटेको थिएँ। तर उहाँ दाजुको छोराहरू हुनुहुन्छ भन्ने चाहिँ मलाई थाहा थिएन। अब त्यति राम्रो चिन्जान थिएन, तर अब चिन्जान भयो। ठिक छ, राम्रो सङ्गत गर्नुहोस्, राम्रो सोच विचार बनाउनुहोस्, राम्रो प्रगति गर्नुहोस्। अब दाइ यो जेठो छोरालाई, यो दिलीपलाई चाहिँ विवाह गरिदिनुहोस्, उमेर पनि भएको रहेछ होइन। अनि अहिले समय पनि राम्रो छ। तर यो लफङ्गिने यताउता गर्ने चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यही सङ्गतले, जति तपाईँले ढाकछोप गरे पनि त्यो सङ्गतकै कारण हो हेर्नुहोस् होइन। त्यो सङ्गतले गर्दाखेरि यिनीहरू बिग्रेका हुन्। अन्यथा चाहिँ सबै कुरा राम्रै छ, तपाईँको देन पनि राम्रै रहेछ भन्नुपर्छ। किन भन्दा तपाईँको लगाव, तपाईँको चिन्तन हेर्दाखेरि सुन्दाखेरि चाहिँ अति नै प्रवाह गरेर हुर्काउनु भएको जस्तो लाग्छ। तर त्यो धेरै माया भए पनि मात्तिन्छन् सन्तान। जिम्मेवारी दिनुपर्छ, जिम्मेवारी दिनुहोस्, विवाह गरिदिनुहोस्। एउटा व्यापार बिजनेस सानो ठुलो जस्तो हुन्छ, जे हुन्छ सुरु गरिदिनुहोस् होइन। त्यसपछि गएर है अब चाहिँ कहीँ कतै पनि नरोकिनुहोस्, धेरै माया पनि नगर्नुहोस्, छोडिदिनुहोस् होइन। छोडिदिएपछि समयले सिकाउँछ। तपाईँले सिकाएर भएन, तपाईँले अराएर भएन होइन, गराएर पनि भएन, हात समाएर पनि भएन भने नि अलिअलि ठोक्कर खान पनि दिनुहोस् होइन। छोडिदिनुहोस्, धेरै माया गरेर। अब मेरा बाबै कतै यताउता हुन्छन् कि के गर्छन् कसो गर्छन् भनेर धेरै ख्याल गरे पनि मात्तिन्छन् होइन। जिम्मेवारी दिनुहोस्, विवाह गरिदिनुहोस्। कान्छालाई पनि अब जेठोको विवाह गरिदिइसकेपछि कान्छालाई पनि मेसो मिलाउँदै गर्नुहोस्। कान्छाको पनि 5-7 महिना केही राम्रो एउटा ऊ छ भनौँ न, 5-7 महिनापछि चाहिँ एउटा राम्रो मेसो भनौँ, ग्रह पनि राम्रा एउटा मङ्गल भनौँ न, एउटा माङ्गलिक कामहरू हुने राम्रो ग्रह छन्। ठिक छ, सुरुवात चाहिँ गरिहाल्नुहोस्, ढिला नगर्नुहोस्। अनि मैले चाहिँ यही सल्लाह दिएँ है। भोकरे गुरुजी, अब अरूको छोरी ल्याउँदा फेरि पाप पाउने हो कि दुःख दिने हो कि यस्तो लफर्का होइन, त्यस्तो पनि होइन। अलिकति तपाईँ जतिको अभिभावक भएपछि अब उसलाई, बुहारीलाई पनि छोरी जस्तै गराएर राख्नुपर्छ, छोरीलाई जस्तै केयर गर्नु होइन। अब श्रीमानले नै सबै कुरा भरिपूर्ण गराउँछ भनौँ न, नुन तेलदेखि लिएर साबुनदेखि लिएर भनौँ मेकअपको सामान चाहियो भने पनि लोग्नेकै कमाइबाट भन्ने खालको नसोच्नुहोस् होइन। साथी अब भनेको छोराछोरी भनेको 20-22 वर्ष लागेपछि साथी जस्तो हुनुपर्छ। साथ दिनुहोस्, विवाह गरिदिनुहोस्। उसको कमाइ छैन, ठिकै छ, नहेर्नुहोस्, तपाईँकै कमाइबाट उसको विवाह पनि गरिदिनुहोस्। उसको श्रीमतीलाई चाहिएको पनि पुऱ्याइदिनुहोस्। तर उसलाई चाहिँ खाली नराख्नुहोस्। केही व्यापार बिजनेस या नोकरी जे हुन्छ उसको योग्यता अनुसार उसले यथासम्भव गर्न सक्ने जे छ त्यही अनुसार चाहिँ सुरुवात गरिदिनुहोस्। ठिक छ, त्यसैको साथसाथमा दाजुले गरेपछि भाइले पनि त्यो बाटो पक्र्छन्। दाजु लड्छन् त भाइ पनि लड्ने भयो, दाजुले पिट्छन् भाइले पनि पिट्ने भयो होइन। हो, त्यही भएर अब यो कुरालाई चाहिँ ख्याल गर्नु पर्यो दाजुले है। यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा। अब चिनाको कुरा चाहिँ आफ्नै ठाउँमा छ हेर्नुहोस्। चिना भनेको लिएर आएको हो हेर्नुहोस्। लिएर आएको भन्नाले जुन दिन जन्मेको हुन्छ, जुन दिन छैटीको दिन जे लेख्यो सकियो पाउने कुरा त्यो जताबाट पनि पाउँछन् होइन। त्यो भाग्यमा भएको जहाँबाट पनि पाउँछन्। भाग्यभन्दा अधिक समयभन्दा पहिले केही पाइन्न भन्छन् नि, हो त्यो हुन्छ नै। त्यो भाग्य भन्ने कुरा हुन्छ, त्यसमा विश्वास गर्नुहोस्। तर त्यो भन्दा पनि प्राथमिकता
कर्मलाई दिनुहोस्। सुकर्म गरेपछि सुफल मिल्छ है। यो चाहिँ एकदम ख्याल गर्नुहोस्। बाबुहरूले पनि एकदम राम्रोसँग बाबाले भनेको मान्नुपर्छ। यति कुरा चाहिँ अब चाहिँ यो उमेरमा जान्न पर्ने, सबै कुरा गर्नुपर्ने, जिम्मेवारी वहन गर्नुपर्ने हो। तर केही ढिला भएछ, अब कमी कमजोरी त्रुटि गल्ती जिन्दगीमा हुन्छन्, अभिभावकबाट पनि हुन्छन्, सन्तानबाट पनि हुन्छन्। तर त्यसलाई अब सबै कुरा थाँती राखेर बाउ छोरा भनेको चाहिँ भनौँ न एउटा अभिभावक र सन्तानमा चाहिँ साथीको व्यवहार हुनुपर्छ अबको यो उमेरमा है। अबको पहिलाको जमाना जस्तो होइन, अब अलिकति एडभान्स पनि छ होइन, अलिकति आफू पनि एडभान्स हुनुपर्छ, साथीको व्यवहार जस्तो गर्ने। अब अरूसँग कहीँ कतै जानु पर्यो, घुम्न फिर्नु पर्यो भने पनि अरूसँग नजाने, अभिभावकहरूसँग जाने। अभिभावक पनि कति खुसी हुन्छन्। अब अभिभावकसँगै सन्तानको खुसीहरू जोडिएको हुन्छ। यो कुराको ख्याल गर्नुपर्छ हेर्नु होइन। हरेक सपनाहरू तपाईँहरूका लागि तपाईँहरूसँगै जोडिएर साँचेर अगाडि बढेको हुन्छ बाबुआमा भनेको हेर्नुहोस् है। त्यही भएर यो कुरा तपाईँहरूले पनि ख्याल गर्नुहोस्, सुध्रिनुहोस्। अब केही समय तपाईँहरूको बारेमा होइन अब यस्तो उस्तो गर्नुभयो भनेर मैले पनि सुनेँ होइन। अब को के हो त्यति थाहा थिएन, मतलब थिएन। अब यसरी आउनुभयो, खुसी लाग्यो। सुध्रिनुहोस्, राम्रो गर्नुहोस्, प्रगति होस्, शुभकामना गर्छु म पनि। अनि ग्रह शान्ति चाहिँ सम्भव भएसम्म गर्नुहोस्। होइन भने मनको शान्ति भन्दा यो मनदेखि जे सोचिन्छ नि त्यही अनुसार चाहिँ भनौँ न कार्य गतिविधिहरू गरिन्छ होइन। अब शुभ कर्मको लागि एउटा शुभ खालको कर्म गर्छु भनेर एउटा शुभकामना जस्तो खालको एउटा हुन्छ नि, एउटा सोच विचारहरू निकालेर गरियो भने हेर्नुहोस् राम्रै हुन्छ। अब कुकर्मतिर लाग्यो भने अब त्यही हो, अब बुझ्नु भएको छ। अब अहिलेसम्म ती यत्रो वर्ष होइन, यत्रो उमेर हो जाने, यत्तिकै रहनु भनेको त दुःखको कुरा हो होइन। मान्छेहरूले प्रगति गर्छन् 25-30 वर्षको उमेरमा, तर अहिलेसम्म पेन्डिङमा रहनु भनेको, खाली रहनु भनेको यो चाहिँ कमी कमजोरी हो। ठिकै छ, केही भएन, अब चाहिँ अगाडि बढ्नुहोस् है। यही सल्लाह दिन्छु म चाहिँ। ल बाबुहरू पनि राम्रो बाटोमा लाग्नुहोस्। सल्लाह सुझाव लिनको लागि समय समयमा आउनुहोस्। केही साथ चाहिन्छ भने पनि भन्नु होला, साथ पनि दिन्छु म। सुकर्म गर्नेहरूलाई म साथ पनि दिन्छु, आउनुहोस्, सल्लाह लिनुहोस्, साथ पनि दिउँला, सल्लाह पनि दिउँला होइन। ठिक छ, ल शुभकामना छ। मेरो बिहा गरिदिएर विदेश पठाइदिनु। विदेश पठाउने मेरो धोका छ, त पनि धेरै नबोल। मलाई पनि म सोच्दैछु कतार पठाइदिँदा म बिहे गर्नु, कतार पठाइदिनु, म जहाँ पनि पठाइदिन्छु। अब लागौँ त नि। हुन्छ, हस् ल, हस् ल। यो ठुलो बाबुको विवाह गरिदिनु, सानोलाई चाहिँ केही उपाय लगाउनु, बाटो लगाउनु र ठिक छ ल। म खबर गर्दै खुसी हुनु, खुसी रहनु, खुसी राख्नु है। बुझ्नुभयो नि बाबुहरूले? ठिक छ ल, ठिक छ ल। शुभकामना छ ल। शुभ कार्यको चाहिँ एकदम म पनि कामना गर्छु। ल हस्, नमस्ते। ल हस्, हस्, ल हस्। आउँदै गर्नुहोस् फेरि फेरि। हस्, सल्लाह सुझाव लिनलाई। हस्, दाइको बिहे गरिदिनु नि। धेरै बोल्छस्, मेरो गरिदिनु हुन्छ नि। चुप नगरिन्छ। सानै हस् त, पहिलो मेरो गर्नु पर्यो। नगरिन्छ, मेरो गरिदिनु। धेरै बाटो नभए एउटा खालास फेरि।